हुन्छ ओइ ए भयो एकजना त ओर्लिनु हौ एट सो यो चाहिँ गुम्दा गाउँ डेन्जरै ठुलो छ यो पनि ये बा ए अरू ठाउँमा किन परेन भनेको त यतातिर रहेछ नि त कालाङ यो कहिले परेको हिजो बेलुका पऱ्यो है सो हेलो एन्ड वाट्सअप ब्युटिफुल पिपुल गुड मर्निङ फ्रम माछुवाला सो आज म चाहिँ लाब्रा गुप्सी पाखा जाँदैछु अनि लाब्रा गुप्सी पाखाको भ्लग चाहिँ मैले अहिलेसम्म दिन पाएको थिएन होइन राम्रोसँग सो आज चाहिँ जाँदैछु म लगायत मेरा 2 3 4 5 6 7जना चाहिँ हुन्छ होइन अनि दिदी पनि जान्छु भन्दैछ दिदीलाई चाहिँ ठाउँै भएको छैन अलि के गर्ने भइरहेछ क्या अनि त्रिपल रोड भयो नि लगौँ कि भन्ने सोचिरहेको छु तर बाटो कस्तो छ हिजो भर्खर मात्र ठुलो पानी परेछ होइन अनि त्यही हो सो कस्तो छ अब निस्किनुपर्छ होइन ल त्यही हो गाइस यस्तै छ बाटो ओकालो ओह्रालो आज चाहिँ म 150 मा छु रेकर्ड भएको चाहिँ छैन मैले 2.7K 60 FPS मा रेकर्ड गर्दैछु सो 7 बजे 7:30 मा चाहिँ माछा खोला पनि हिँडिसकेको छु होइन कस्तो मलाई हट के हो बाटो त Oh my god खतरै रहेछ त बाटो त आया यो मेरो यो मेमोरी 2.7K मा चाहिँ नखिचिने जस्तो लाग्यो यस्तो प्रब्लम दिइरहेछ पर्दैन हजुर हुन्छ मलाई त गाह्रो लाग्दैन नि त यो बाटो त मेरो चलाइराख्नु बानी छ अहिले माथि लाब्राकतिर चाहिँ पर्छ है लाब्राको बाटोतिर चाहिँ पर्नेवाला छ यहाँसम्म त पर्दैन गुम्दासम्म त पर्दैन त्यहाँबाट माथि चाहिँ पर्छ हत्तेरिका यो 150 भन्ने जात ए 3 गियरमा रहेछ र पो नचढ्यो रहेछ ओइ आमाले मेरो भाइ त्यही भएर मैले हत्तेरिका
त्यत हजुर लाग्यो नि यस्तै हो के हो बाटो पनि बाटो हो कि खच हिँड्ने बाटो यो ए मतलब रोड हो कि खच हिँड्ने बाटो हो आमामा हिमाल हेर्नु न गाइस हिमाल एट हिमाल कति बबाल छ सो हिजो चाहिँ ठुलो पानी परेको हुनाले चाहिँ आज चाहिँ डाँडातिर चाहिँ पुरै हिउँले ढाकिसकेको रहेछ डाँडाहरू सायद लाब्राकतिरको नजिक बस्तीहरूमा नि हिउँले ढाकेको हुनसक्छ सो त्यो पारीको चाहिँ सिङ्ला अनि त चाहिँ लाब्राक So this is my गाउँ खगे सर तिरपल हाल्नु है 2 दिन जाने क्या नजाने हात तेरिका बाटो यस्तो ओ माई गड ओए ओए ढुङ्गा ओए ए के हो यस्तो ए तेरिका झोलाइसक्यो मलाई के हो बाटो कहाँ आइपुग्यो यो के मिल्दैन ल ओर्लिनु पर्ने रहेछ यस्तो नराम्रो रहेछ अलि छेउमा हेर्नु कुनामा ए भयो एकजना त ओर्लिनु हौ हजुर राइडर भएपछि यस्तै हो है यस्तै हो के गर्नु म त यहाँ ठोकिन्छ फोर्ला यार के हो बाटो पिरतीको तलैमा यस्तो बाटो कसरी हिँड्ने हो म त गाह्रो पर्यो सो गाइस देख्न सक्नुहुन्छ कति हरियाली भइसक्यो अहिले अहिले चाहिँ हामी गुम्दा गाउँ आइपुगिसकेका छौँ के छ ब्रदर ठिक छ हेरौँ त सो देख्न सक्नुहुन्छ यार क्या बब्बाल हरियाली ग्रिनरी भयो कि ग्रिनरी वाइ कस्तो चिप्लिन्छ हो यो मेरो टायर हेट सो यो चाहिँ गुम्दा गाउँ डेन्जरै ठुलो छ यो पनि देख्ने मात्रै यत्रो हो होइन बब्बाल ठुलो छ बब्बाल बाटो लास्ट चिप्लो यार हिजो पानी परेको भएर चाहिँ आज धेरै नै चिप्लो भएको छ वे के हो ल हामी नै हालिदिन्छु जसोकोस्
उफ यो तारमा चाहिँ करेन्ट पास हुँदैन यो हुन्न होला सायद हुनसक्छ है फेरि कसरी जाने यार यस्तो बाटोमा यार चिप्ल्या चिप्ले छ के हो होइन मुनि हेरिदिनु मुनि हेर्नु कि त्यो के हुन्न चिप्ले नि यस्तो बाटोमा कहाँ जानु त मुनि हेर्नु पऱ्यो नि त के गर्ने हामी नि हैट आमा 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 अब्बा हैट साह्रो गाह्रो ये बा तानेन यार कति गाह्रो मिस त्यो झाडीहरू आएको बेला चाहिँ आफै बस्नु है है त्यही त यहाँ हैट अब यहाँ लास्ट ठाडो उकालो छ त्यहाँ चाहिँ ओर्लिनु पर्छ होला सायद तान्छै तान्दैन यहाँ चाहिँ तान्छ उतापट्टि जय म मण्डली बाइकै तान्दैन सो गाइज हामी चाहिँ अहिले लाब्राको नजिक आइपुगिसकेका छौँ अनि देख्न सक्नुहुन्छ पछाडि चाहिँ गुम्दा गाउँ अनि बाटोहरू एकदमै गाह्रो है अनि हामी लड्यो भन्नाले अलिकति चिप्लेर यहाँ देख्न सक्नुहुन्छ अनि त्यही हो कस्तो बवाल यो आइफोन कति बवाल हो क्या म्याङ के मिन्छ चाया यहाँ मिन नमिन्छ आले नमिन्छ सकुन सो गाइज फाइनल्ली लाप्राक आइपुग्यो लाप्राकको मेन बस्ती चाहिँ मुनि तल छोड्यो यो चाहिँ हाम्रो नयाँ बस्ती कहाँ मिस तपाईँहरूको कहाँ हो हेल्पोस्ट तल हो ए ए ए हुन्छ हुन्छ यतैबाट झर्नु न हो त्यहाँबाट ल कस्तो चिसो हो हामी चाहिँ अहिले लाप्राको गुप्सी पाखामा आइसकेका छौँ अनि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले घरहरू है कस्तो बबाल छ अनि हेर्नु न यहाँ यस्तो चाहिँ हुन्न रहेछ यस्तो चाहिँ गर्नुपर्ने रहेछ यस्तो समाउनु पर्ने रहेछ यहाँ हेर्नु त ओ भाइ यस्तो दामी छ ओ मेरो हात कठ्याङ्ग्रियो होइन साँच्चै हो सो गाइस देख्न सक्नुहुन्छ बप्पाल बप्पाल अनि अब चाहिँ हामी यहाँ तल कता चाहिँ खाजा खान जान्छौँ होइन खाजा खाएर चाहिँ आया के हो म त कसले सराबी क्या हो लड्न भनेर खोज्छ त ए ल हाम्रो सर मिसहरू प्रतीक्षा मिस
यता हेर्नु यता शेष घलेले बनाएको गाउँ हो यो चाहिँ होइन खोइ हाम्रो मेडिकल कहाँ छ हेल्प पोस्ट होइन होला हावाको नबन्नु न साँच्चै हो ए यहाँको कि यहाँको अहिलेको कि त्यो त बन्दै हो नि यो त बन्दै हो त्यो त बन्दै हो नि त यहाँको कि यहाँको अहिले आहा कस्तो दामी देख्दो रहेछ नि त यहाँ होइन तपाईँ हेर्नु सिन कहिले पऱ्यो यो हिउँ हिउँ मिलाउनु नि है लगायत जे होस् कुप्सी पाखा आएर चाहिँ हामीले यहाँ हिउँ चाहिँ देख्न पायो होइन यो कहाँ खाऊ यो अनि खै ल ल ल ल ल उहाँले चाहिँ हाम्रो हिउँ देखाउन जाँदै हुनुहुन्छ है खै कहाँ खाऊ ए यहाँ रहेछ नि त हिउँको भण्डार त अनि अरू ठाउँमा किन पऱ्यो ए अरू ठाउँमा किन परेन भनेको त यतातिर रहेछ नि त ए कालाङ यो कहिले परेको हिजो बेलुका पऱ्यो है आहा ल खेल्नु मिस हिउँ ल खेलौँ न हामी उहाँ चाहिँ हिउँ झिकाल्दै हुनुहुन्छ आमा ए चिया दे अरू कहाँ छ हिउँ गिजर यो बे तातो पानी रबे ए चल्छ नि अलि सिम्पल भाषामा भन्नु के बिर्सेको नि मैले नि कस्तो धेरै जुम गरेको जाउँ होइन म देखाइदिन्छु तपाईँलाई ल त्यत्रो माछा गलामा गर्मी ठाउँमा आएर किन सोधेको यता चाहिँ गएर आउनु पर्दैन उहाँ चाहिँ हिउँ भर्दै हुनुहुन्छ है हामी चाहिँ हेर्नु सक्नुहुन्छ यहाँ पानी परिरहेको छ होइन अनि हामी खास फर्किनेवालामा थियौँ ठ्याक्कै पानी पर्ने बित्तिकै चाहिँ हामी यहाँ रोकिहाल्यौँ अनि आज लगभग हिउँ पनि पर्न सक्छ है यहाँ अलिअलि असिनाहरू चाहिँ झरिसक्यो असिना हो कि हिउँहरू झरिसक्यो होइन अनि यहाँ पुरै भिज्यो क्या तल पुगेर आएको मान्छे पनि हामी यहाँ माथि आएर चाहिँ बस्नु पऱ्यो है तल किनभने यो बिचोबारीतिर चाहिँ अलिक घरहरू नभएको कारणले चाहिँ हामी ओट्लाङ ठाउँ नभएर हामी यहाँ बस्न आइपुग्यो फर्केर त्यो अनि लास्ट जाडो सर यहाँ लाभ्राकमा चाहिँ अरू ठाउँमा गर्मी भइसक्यो यहाँ चाहिँ जस्तोको त्यस्तै छ है देख्न सक्नुहुन्छ यहाँ घरहरू उतै डाँडाबाट चाहिँ बब्बाल देख्थ्यो अरे गाउँ पुरै होइन तर त्यहाँ चाहिँ हामी जान अलिकति सम्भव भएन किनभने पानीहरू परिरहेछ नि त त्यही भएर अनि अब चाहिँ हामी केही छिनमा फर्किन्छौँ त्यही त हो बब्बाल